के तपाईँ विश्वास गर्नुहुन्छ तपाईले पिइराख्नु भएको यो पानीले तपाईलाई सुनिरहेको छ? हो, ठिक सुन्नुभयो, यो पानीले तपाईलाई सुनिरहेको छ। एउटा फेमस डाक्टर मसुरो इमोटो, जापानिज डाक्टरले वाटर एक्सपेरिमेन्ट गर्नु भएको छ र यो कुरा प्रुभन छ। उहाँको एक्सपेरिमेन्टमा पानी लिनुहुन्छ र पानीलाई राम्रो राम्रो शब्दहरू जस्तै कि लभ, ह्याप्पिनेस, जोय यस्तै शब्दहरू भन्नुहुन्छ र त्यो पानीलाई फ्रिज गर्नुहुन्छ र दोस्रो फेजमा फेरि पानी लिएर पानीलाई नेगेटिभ शब्दहरू दिनुहुन्छ जस्तै कि स्याडनेस, मिजरी यस्तै यस्तै नेगेटिभ शब्द र त्यसलाई पनि फ्रिज गर्नुहुन्छ र रिजल्ट्स एकदमै सकिङ छ। जब लभ भन्नुहुन्छ तब यस्तो जियोमेट्रिकल सेप फर्म हुन्छ र जब स्याडनेस भन्दा यस्तो जियोमेट्रिकल सेप फर्म हुन्छ। अनि यो एक्सपेरिमेन्टको बारेमा थाहा पाइसकेपछि मेरो माइन्डमा एउटा प्रश्न आयो, हामी त 70% वाटरले बनेका छौँ, हामी कति अनकन्सियस भएर पानी पिइरहेका हुन्छौँ। त्यसकारण अब अर्कोचोटि पानी पिउनु भन्दा अगाडि पानीलाई हातमा लिनुहोस् र राम्रो शब्दहरू भन्न थाल्नुहोस्। लभ, ह्याप्पिनेस, अबन्डेन्स, आई एम गेटिङ बेटर एन्ड बेटर इन माई लाइफ, थ्याङ्क यू वाटर, थ्याङ्क यू वाटर, यसरी पानी पिउनुहोस्। पानी सँगसँगै पानी त अवश्य बदलिन्छ, सँगसँगै तपाईँको जीवन पनि। यो भिडियो आफ्नो नजिकको मान्छेलाई सेयर गरेर उहाँलाई पनि यो एक्सपेरिमेन्ट बारे थाहा दिनुहोला र यस्तै भिडियोको लागि फलो बटन थिच्नुहोला जुनले मलाई अझै यस्तो भिडियोजहरू बनाउन प्रेरित गर्नेछ।